आज तेरो केही छैन भनेर हेप्नेहरूलाई वचनले होइन सफलताले जवाब फर्काउनुहोस्। तपाई हाम्रो वरपर यस्ता कयौं मानिसहरू हुन्छन् जसले तपाई हामी कमजोर हुँदाखेरि हामीलाई नराम्रो व्यवहार गर्ने, हेप्ने, नराम्रो वचन बोल्ने, हैन तेरो केही पनि काम छैन, तैँले केही गर्न सक्दैनस् भन्ने खालको भावले तपाई हामीलाई जीवनमा जहिले पनि डिमोटिभेट गरिराख्ने मानिसहरूलाई तपाईले उनीहरूले केही भन्यो भने उनीहरूको अगाडि तपाईले आफ्नो जवाफ नफर्काउनुहोस्। अहिले तुरुन्त तपाईले यति मेहनत गर्नुहोस् कि तेरो केही छैन, तैँले केही गर्न सक्दैन भन्नेहरूको लागि केही गरेर देखाउनुहोस्। जब तपाई जीवनमा एक किसिमको सफलताको शिखरमा पुग्नुहुन्छ तब ती वचन लाउने मानिसहरूलाई सबैभन्दा ठूलो जवाफ त्यही हुनेछ। त्यही सफलताको जवाफ नै उनीहरूको लागि ठूलो हुनेछ। हेर्नुहोस्, अहिले तपाईलाई हेप्यो, अहिले तपाईलाई नराम्रो गर्यो, आज तेरो केही छैन भनेर हेप्नेहरूलाई वचनले होइन सफलताले जवाब फर्काउनुहोस्। तपाई हाम्रो वरपर यस्ता कयौं मानिसहरू हुन्छन् जसले तपाई हामी कमजोर हुँदाखेरि हामीलाई नराम्रो व्यवहार गर्ने, हेप्ने, नराम्रो वचन बोल्ने, हैन तेरो केही पनि काम छैन, तैँले केही गर्न सक्दैनस् भन्ने खालको भावले तपाई हामीलाई जीवनमा जहिले पनि डिमोटिभेट गरिराख्ने मानिसहरूलाई तपाईले उनीहरूले केही भन्यो भने उनीहरूको अगाडि तपाईले आफ्नो जवाफ नफर्काउनुहोस्। अहिले तुरुन्त तपाईले यति मेहनत गर्नुहोस् कि तेरो केही छैन, तैँले केही गर्न सक्दैन भन्नेहरूको लागि केही गरेर देखाउनुहोस्। जब तपाई जीवनमा एक किसिमको सफलताको शिखरमा पुग्नुहुन्छ तब ती वचन लाउने मानिसहरूलाई सबैभन्दा ठूलो जवाफ त्यही हुनेछ। त्यही सफलताको जवाफ नै उनीहरूको लागि ठूलो हुनेछ। हेर्नुहोस्, अहिले तपाईलाई हेप्यो, अहिले तपाईलाई नराम्रो गर्यो,